स्वागत छ साथीहरू मेरो अर्को नयाँ ब्लगमा। आज म मेरो गाउँ मेरो घर भएको ठाउँको ब्लग देखाउँदैछु। एउटा ठुलो अमलाको बोट थियो, त्यो चाहिँ रोड खन्दा गयो, अहिले फेरि आएको छ। यहाँ हाम्रो दुईटा घर, उताको गोठ, यताको हामी पहिला बस्ने घर, यो अहिले हामी बस्ने घर। अनि यो हाम्रो धान खेत, अनि बारी चाहिँ ऊ पर पिपलको रुख हुने रहेछ। सिट यत्रो ठुलो जङ्गल छ। अनि हाम्रो गाउँहरू यता 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 वरिपरि छ। यता छ आर्मी ब्यारेक, साइत्यो कृषि भवन। हाम्रोतिर यसलाई दाग अथवा हामी चाहिँ अङ्गुर भनेर खान्छौँ। हजुरहरूकोतिर यसलाई के भन्छ कमेन्टमा भन्नु होला। एकदमै धेरै फलेको छ, यहाँ खाने मान्छे नभएर हाम्रो चाहिँ कुहिएर पनि गएको छ। म चाहिँ यहाँ दाल पिस्दैछु। हाम्रो चाहिँ घरमै फलेको गेडागुडीहरूलाई पिसेर दाल खाने गर्छौँ। यो लहरे आँप या प्यासन फ्रुट हो। यो चाहिँ हाम्रोमा फल्छ। यसको बोट चाहिँ यस्तो हुन्छ, देख्न सक्नुहुन्छ। म दुध तताउँदैछु, हाम्रो घरको अर्ग्यानिक आगो र दुध। यो हो हलुवावेदको रुख। यहाँ चाहिँ एकदमै नै धेरै फलेको छ हाम्रोमा हलुवावेद। कसलाई मनपर्छ। हामी न्युरो टिप्न जङ्गल पनि गएको थियौँ। हामीलाई चाहिँ न्युरो एकदमै नै धेरै मनपर्छ। अर्ग्यानिक न्युरो टिपेर ल्यायौँ हामीले। यति न्युरो मात्रै भेट्यौँ हामीले। हामी चाहिँ यसलाई घङ्गारु भन्छौँ। हामी यो खान्छौँ पनि। हजुरहरू चाहिँ यसलाई के भन्नुहुन्छ? हामी चाहिँ यसलाई खान्छौँ। हामीलाई चाहिँ एकदमै मनपर्छ पनि। यो कति धेरै फलेको छ, हेर्न सक्नुहुन्छ। यो चकटी बुन्न सुरु गर्दा यसरी सुरु गर्ने र आधी बुनिसकेपछि चाहिँ यो एकदमै राम्रो देखिएको छ। कुसासुन हो, बिचमा कुस मिसाउँदै बुन्नुभएको छ। र यसको फाइनल लुक्स पनि म हजुरहरूलाई लास्टमा देखाउँछु, हेर्दै गर्नुहोला। खोस्टा र कुस मिसाएर बनाएको हो यो कुसासुन चाहिँ। र यसको फाइनल चाहिँ यस्तो देखिएको छ। हजुरहरूलाई अरू पनि यस्तै भिडियो हेर्न मन छ भने मेरो च्यानललाई लाइक, सेयर, सब्सक्राइब र कमेन्ट गर्न नबिर्सनु होला।